हेलो एभ्रिवान, आज हामी जाँदैछौँ पचभैयाको जुलोजिकल पार्कमा। पेट्रोल भरिएर हामी वी आर रेडी टु गो। हामी रानीपबाट अमरसिंह हुँदै लेखनाथतिर जाँदैछौँ। फाइनल्ली हामी पचभैयाको गेटमा पुग्यौँ र त्यहाँबाट पनि अलिकति भित्र अझै जानुपर्ने रहेछ। लगभग 2-3 मिनेटको बाटो छ, अफ रोड अन रोड। त्यहाँबाट गइसकेपछि वी आर फाइनली एट जू। पर पर्सन टिकट चाहिँ 50 लाग्यो र बच्चाहरूको लागि चाहिँ हाफ प्राइस पर्छ। यो जू 134 हेक्टरसम्म फैलिएको रहेछ। यो चाहिँ साह्रै नै ठुलो छ, यसको एरियाहरू चाहिँ साह्रै नै ठुलो एरियाहरू कभर गरेको छ। भित्र छिरेपछि दायाँपट्टि साइडमा फर्स्ट जूको लोकेसन छ। सुरुमा पाइथनबाट हेर्न सुरु गरे। हरेक केसमा डिफ्रेन्ट एनिमलहरू राखिएको छ। यसमा हरेक केसको माथिपट्टि चाहिँ त्यो सबै डिटेलहरू, यो कहाँ कुन इलाकामा पाइन्छ, यी सबैको बारेमा डिटेलहरू लेखेको छ र हरेकको लागि खाना र बस्नको पनि व्यवस्था गरिएको छ। प्रायःसो यहाँको एनिमलहरू अलि पारामा देखिएको छ। कुनै एनिमलहरू चाहिँ राम्ररी फुर्तिलो छ भने कुनै चाहिँ अलिकति बिरामी भए जस्तो देखिन्छ। यहाँ मयूर पनि कति राम्रो मयूर पनि छ, त्यसै गरेर उल्लुहरू पनि छ। त्यहाँबाट निस्किसकेपछि फेरि बाहिर निस्केपछि अलि माथि केजहरू छ। तर यो केजमा चाहिँ लेख्ने बेलामा यहाँ बिरालो लेखे पनि भित्र चाहिँ बाँदर राखेको छ। अर्को साइडपट्टिको केजमा बाँदर राखेको छ। त्यहाँबाट निस्किसकेपछि फेरि हामी हिँड्दै अझै तलतिर जान्छौँ। त्यहाँबाट अझै भर्याङ चढ्दै गएपछि अझै एउटा हेर्ने ठाउँ छ। यहाँ कस्तो राम्रो भ्यूहरू पनि देखिन्छ। यहाँबाट माथि गइसकेपछि यहाँ चाहिँ टर्टल्स राखेको छ। कस्तो राम्रो भ्यू र तालहरू देखिन्छ। हामी जाँदाखेरि गर्मीको मौसम परेर साह्रै नै गर्मी भयो। त्यसपछि हामी माथि गयौँ अनि त्यसपछि फेरि त्यसलाई कटेर अझै माथि गइसकेपछि फेरि अर्को हेर्ने ठाउँ आउँछ। सबैजना घामले थकित भएर हिँडिरहेका छन्। रमाइलो पनि भएको छ, गर्मी पनि भइरहेको छ। यदि गर्मीको मौसममा जानुहुन्छ भने प्रशस्त पानी बोकेर जानु होला, किनभने यहाँ पानी पाउन एकदम गाह्रो छ। त्यही भएर आफैले नै घरबाट पानी बोकेर लैजानु भयो भने राम्रो हुन्छ। तर भ्यू भने चाहिँ यहाँ एकदमै राम्रो भ्यू देख्न पाइन्छ। यो साइडमा चाहिँ चितुवाहरू थियो, तर चितुवा चाहिँ लुकेको भएर खिच्न पाएन। त्यस ठाउँ धेरै ठुलो भएको हुनाले चाहिँ जङ्गल सफारी नै गरे जस्तो फिल हुन्छ। त्यसपछि हामी त्यो कटेर अझै तल ओह्रालोतिर लाग्दैछौँ। त्यसपछि हामी यहाँ जाँदाखेरि चाहिँ एउटा ब्लू बुल भन्ने थियो, त्यो चाहिँ कहाँबाट जाने बाटै थाहा नभएर हामीले त्यो हेर्नै पाएनौँ। त्यो एउटा गिद्ध पनि छ, तर रुखले गरेर छेकिएर केही पनि देखिएको छैन। सबै ठाउँ यति ठुलो छ कि यहाँ चाहिँ ठाउँ डुल्दा रमाइलो हुन्छ। एनिमलहरू त्यति धेरै त छैन, तर ठाउँ धेरै ठुलो भएको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ रमाइलो हुन्छ हेर्न। त्यसपछि हामी यति हेरेपछि फेरि फर्केर स्टार्टिङको ठाउँमा आएर छाहारीमा बसेर पानी खाँदैछौँ। यदि हजुरहरू पनि जान चाहनुहुन्छ भने पचभैयाको जूमा जानुहोला, तर यहाँ म्याप हेर्न नबिर्सिनु होला। थ्याङ्क यू।